ओहो नानु ल बसौँ यता बसौँ यहाँ चार्ज गर्नु पर्यो अब बस्नुपर्छ यहाँ त्यस्तो भयो शीतलमा बस्नुपर्छ क्या चार्ज गर्ने भने शीतलमा हो यो घाममा फेरि अलिक पग्लिन्छ नानु होइन अलिक शीतल भयो अलिक ऊ हुन्छ कि तपाईँले के भनेको अनि तिमीले चार्ज गरी भने नानु म त चार्ज लिन भनेर पो हजुरलाई हिँड्नु जाऊँ भनेको थिएँ त कहाँ यस्तो झाडीमा चार्ज हुन्छ चार्ज गर्ने झाडीमा हो अहिले अब अन्त जाउँ भने पैसा लाग्छ झाडीमा भयो पैसा लाग्दैन हेर तपाईँले खालि उटपटाङ नहुने कुरा गर्नुहुन्छ है तपाईँले निशुल्क हुन्छ क्या झाडीतिर हो पनि जङ्गलमा यो अलि खुल्ला ठाउँमा गए पनि पैसा लाग्दैन अन्त गए पैसा लागेर चार्ज गर्नलाई के नानु म तिमीलाई फोकटे चार्ज गर्छु क्या शीतलमा चार्ज गर्नेछु नानु कस्तो यस्तो झाडीमा पनि मोबाइलको चार्ज पाइन्छ भने कि पाइन्छ हे त्यो तिमी अलिक बुझ्नु पर्यो मान्छे यत्रो उमेरमा नबुझ्ने कति कालीको हो मैले त मोबाइलको चार्जर भनेको थिएँ तपाईँले त अर्कै चार्ज पो खोज्नु भएको छ कि जस्तो लाग्यो मलाई त भनेपछि तिमीले अलिअलि कुरा त बुझे जस्तो लाग्यो तेरि यहाँ यस्तो ठाउँमा चार्ज गर्ने ल बस्न अलिक फोटो बसाइ मिलेन खोइ म त बस्दिनँ यो फोटो मिल्यो पहिला यहाँ आनन्दले मोबाइलको चार्जर खोज्न भने म तिमीलाई चार्ज दिन्छु खुट्टा पसार त पहिले कहाँ छ चार्जर त ल यो पहिले थ्याच बस म बसेँ बस न बस्न पनि जाने छैन कि हो घोचिहाल्छ नि यस्तो कहाँ बस्नु ल टक्क यहाँ बस ल आइया अलि नजिक आऊ चार्ज गर्न अलि नजिक बस्नुपर्छ क्या यो खुट्टा यसो गर त भयो कि योभन्दा कति गरे हेर तिमीलाई म राम्रोसँग चार्ज गरिदिन्छु है मैले चार्ज गरेपछि तिमीलाई अहिले नै भनिसकेँ हिजो अस्ति नै भनिसकेको हो के अरे 9 महिना ढुक्क हुन्छ एकचोटि राम्रोसँग चार्ज गर्नु पऱ्यो है बुझ्यौ नि के कुरो मोबाइल चार्ज गर्न भनेपछि मैले दायाँ बायाँ अरू मैले केही पनि जान्दैन चार्ज मोबाइलमा नि हुन्छ अन्तमा नि हुन्छ भने चार्ज दुई ठाउँ हुन्छ नानु एउटा मोबाइल भयो एउटा अरू बुझ न कुरो हो सबै तिमीलाई भनिदिनु पर्छ अन्त कहाँ चार्ज हुन्छ के को चार्ज हुन्छ अलि बस्छ अलि यो फोटो यसो गरेर म चार्ज गर्ने ठाउँ देखाइदिन्छु के मैले तपाईँले बाङ्गो कुरा गरे जस्तो लाग्यो मलाई तपाईँले मैले मोबाइलको चार्ज गर्न भनेको तपाईँले मान्छेको चार्ज गर्न लाग्यो जस्तो छ है मान्छे चार्ज पनि गर्दा भइहाल्छ नि के फरक मान्छे चार्ज र मोबाइल चार्ज उसो त्यो हो होइन तिमी मान्छे चार्ज गर्न अहिलेसम्म कतै गरेको छैन मान्छेमा चार्ज गर्नलाई मान्छेको चार्ज के हो कस्तो हुन्छ भने मलाई थाहा छैन मान्छेको चार्ज के मान्छे चार्ज गर्दा मोबाइलको चार्ज मात्रै देखाएको छु हो अर्को चार्ज गरेको छैन मलाई अहिलेसम्म गरेको छैन अर्को चार्ज के हो अर्को चार्ज भने तिमी र म आज पहिलो चार्ज गर्ने है पहिलो चार्ज के कुरा गरे तिमी र म आज चार्ज गर्ने होइन अनि हाम्रो चार्ज गरेपछि अरू पनि पल्किन्छ क्या तिमीले मैले यो दुनियाँलाई देखाउनु पऱ्यो क्या चार्ज गरेर है होइन म त यो मोबाइलको यहाँ लगाउने चार्ज भनेको थिएँ क्या मैले तपाईँ कस्तो मान्छे हो जहिले पनि तपाईँको दिमागमा नेगेटिभ कुरा मात्रै आउँदो रहेछ होइन कस्तो लाटिएको छैन भने म चार्ज गरिदिनु अङ्कल भने तिमीले मलाई मैले मोबाइलको चार्ज पो भने मैले मोबाइलको म त सबै चार्ज गरिदिन्छु मोबाइलको गाडीको चार्ज गरिदिन्छु अनि यो भर्खर यो यतिहरू हुन्छ नि यो 20-22 यसैलाई मैले चार्ज गर्ने गरेको छु नि मलाई केहीको चार्जर चाहियो होइन मलाई एउटा यही मोबाइलको चार्जर मात्रै चाहियो यसो गरौँ न त्यो अर्को एउटा चार्जिङ गरिदिनु आज अर्को के चार्जर त्यही हो क्या त्यही के त्यही चार्ज भने बुझिनौ अझै मैले त्यस्तो दायाँ बायाँ मैले घुमाएर कुरा गरेको म बुझ्दैन के चार्जर डाइरेक्ट सिधा भन्ने सिधा चार्ज गर्न आएको यहाँ दायाँ बायाँ मान्छे छैनन् है तिमी र म आज चार्ज गर्ने के कुरा भने मलाई मन परेन यहाँ सुन न भने म यो एकछिन नाथ्यो न तिम्रो यो उ गर होइन यो खोल होइन म यो खोल्छु चार्ज गर्नु पर्यो एकछिन ल है फेरि भाइ म चार्ज गरिदिन्छु भने के